नमस्कार सबैमा। आज भानु जयन्ती है। भानु जयन्तीको दिन केही भानुभक्त आदिकवि उहाँको विषयमा केही गुणगान गाउँ जस्तो भयो है। हजुरहरूलाई पनि अब पहिला सानामा त मलाई मुखस्थ थियो यो कविता, गीत गाउँदै भन्दै हिँडिन्थ्यो। अहिले अब बुढेसकालमा अलिक बिर्सिँदै गयो, त्यसले गर्दाखेरि म सुनाउँछु है त। भर जन्म घाँसतिर मन दि धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दलित घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो। मेरा इनार न त सतल पाटीकै छन्, जे छन् चिजहरू छन् घर भित्र नै छन्। त्यस खाँसीले कसरी आज दिएछ कीर्ति, धिक्कार हो म कन बस्नु नराखी कीर्ति। मान्छेले अब सम्पत्ति धन कमाएर मात्रै केही फाइदा रहेन रहेछ है। नाम पनि कमाउँ है, ताकि नामलाई चाहिँ कहिले पनि अब बिर्सिँदैन भन्ने कुरालाई है। भानुभक्त जस्ता महान कविलाई पनि यो महसुस भयो त्यो घाँसीलाई देखेर है। त्यसले गर्दाखेरि राम्रो कुरामा नाम कमाऊ हामी सबैले है। साना साना नानीहरूलाई पनि म यही भन्न चाहन्छु, यही सन्देश छ मेरोबाट सबैमा है। नाम कमाउनु पनि धेरै जरुरी रहेछ। कसैलाई दुईटा शब्द भनेर त्यसको जिन्दगी बदलिँदैछ भने राम्रो शब्दहरू भनौँ, आफूले जानेको कुराहरू सेयर गरौँ है। अनि के कुरामा अब आफ्नो नाम प्रख्यात हुन्छ त्यो कुरामा अगाडि बढौँ भन्दै आज भानु जयन्तीको हजुरहरू सबैमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।